सो यता एउटा फोल्डरमा एक्सेलको यो नयाँ एक्सेल फाइल बनाएको छ होइन। अब एउटा सिट 1 भनेर छ, यो चाहिँ अब इन्डिभिजुअल मार्कसिट रेकर्ड भनेर राखौँ, किनभने यहाँ मल्टिपल मान्छेको स्टुडेन्टको रेकर्ड छ। यो चाहिँ एउटा सिङ्गल यो चाहिँ लिस्ट अफ मार्कसिट भनौँ। सो एउटा लिस्ट अफ मार्क्समा चाहिँ मल्टिपल मान्छेको हुनु पऱ्यो, इन्डिभिजुअल मार्कसिटमा चाहिँ डिजाइन हुनु पऱ्यो होइन। तो यहाँ चाहिँ डिजाइन पहिला बनाऊँ, कलेजको नेम, अब यो एड्रेस, त्यसपछि यहाँ के लेख्छु, स्टुडेन्टको नेम, भयो। त्यसै गरी यहाँ रोल नम्बर, इन्टर गरेर उता जानु रहेछ। यो भइहाल्यो। यसको तल चाहिँ अब सिट भनेर हुँदैन, यहाँ चाहिँ अब सिरियल नम्बर, त्यसपछि सब्जेक्ट्स भयो, त्यसपछि फुल मार्क्स, हाफ मार्क्स, अनि अर्को भनेको अब्टेन मार्क्स, अब्टेन थ्योरी, अब्टेन प्र्याक्टिकल है। टोटल पनि गराएको छ, टोटल त 100 मा हुने भयो। टोटल भन्दा पनि टोटल त अर्कोमा गरौँ। त्यसपछि अब अहिले इन्डिभिजुअल मार्कसिट भिलुकअप गर्नको लागि डिजाइन बनाएर हो अहिले। अहिलेको लागि सब्जेक्ट के थियो अघि? कम्प्युटर, फिजिक्स, म्याथ, अनि भिडियो बनाएर यहाँ तिमीहरूको ऱ्याङ्क पनि हुन्छ नि होइन, ऱ्याङ्क पनि हुन्छ र एउटा ऱ्याङ्क हाल्नुको लागि भयो। अर्को भनेको ग्रेड, ग्रेड भनेर यतातिर राख्यो। अनि बाँकी भनेको यो टेबलहरू भयो। सो यो चाहिँ इन्डिभिजुअल मार्कसिटको लागि भयो, भिलुकअपको लागि अब अर्को टेबल त बनाउनु पऱ्यो नि त होइन। सो यो टेबल बनाउनको लागि चाहिँ मलाई चाहिएको डेटा चाहिँ म ऱ्यान्डमली जेनेरेट गर्नको लागि एउटा वेबसाइट युज गर्छु है। एकदमै स्कोर रहेछ। हामीसँग यो वेबसाइट भनेर छ, यो वेबसाइटमा चाहिँ यो तिमीहरूको ऱ्यान्डम डेटा जेनेरेट गर्न मिल्छ, कतिवटा चाहियो भनेर। सुरुमा चाहिँ मेरो सिरियल नम्बर छ, सिरियल नम्बरमा त अब रोल नम्बरै लेखौँ, त्यो भइहाल्यो। सेकेन्डमा के थियो मेरो, स्टुडेन्टको नेम चाहियो होइन, फर्स्ट नेम अथवा फर्स्ट नेमै लेखौँ न, एउटा नाम भयो पुगिहाल्छ होइन। अर्को भनेको मेरो के छ त, सब्जेक्ट थियो है, एक्सेल कहाँ गयो, एउटा दुवै राखिदिनु भयो, एउटा मात्र राख्छु अहिले। स्टुडेन्ट भयो, रोल नम्बर चाहियो मलाई, त्यसपछि क्लास, सेक्सन, ऱ्याङ्क,
अनि सब्जेक्टहरू भन्नु कहाँ गयो किन खोलेन भयो साइज ठुलो भएपछि त्यस्तै हो देख्नै गाह्रो नेम भयो सुरुमा त रोल नम्बर चाहियो होइन मलाई रोल नम्बर चाहिँ पछि मिलाउनु राखेको रोल भयो नेम अनि डाइरेक्टली सब्जेक्टै भयो कम्प्युटर फिजिक्स म्याथ अनि अर्को भनेको अर्को के थियो है त्यो भयो रोल नम्बर भनेको चाहिँ नम्बरै भयो मार्क्समा के छ डिजिट सिक्वेन्स डिजिट सिक्वेन्स इक्जाम्पल 1 लास्ट नेम भनेको नेम भनेको चाहिँ नेमै भयो सो यो ठिकै छ इमेल भनेको यहाँ मार्क्स चाहिँ चाहियो कहाँ गयो चाहिँ भर्खर मार्क्स दिएको वानदेखि 100सम्म डेसिमल पोइन्ट चाहिँ 0 नै भयो 1देखि 100 नगरिकन हाम्रो 75 छ नि होइन मिनिमम भनेको 35 गरौँ यो भनेको 100 भयो यो सबैमा नम्बरै लेखौँ त्यो पछि मिलाउन त मिल्छ हामीले कसै एडिट गर्ने त होइन अहिलेको लागि दियोस् डेटा चाहिँ उसले आफैले भरोस् भनेर राखेको केही नयाँ कुरा त सिकाउनु परेन होइन त्यो यता 35देखि चाहिँ 100सम्म अब फेल हुने चाहिँ कोही भएन दियोस् त्यो यति भयो अनि अहिलेको लागि यति भइपुग्छ मलाई कतिवटा चाहिने त तिमीहरूलाई कतिवटा भनेको छ 10वटा ल 10वटा अहिलेलाई 20वटा राख्छु पिएचडी भन्दा नि एक्सेल भनेर फाइल सेलेक्ट गरेँ सो ल जेनेरेट डेटा गरिदिउँ एकछिन टाइम लाग्छ ल एकछिन टाइम लाग्छ होइन टाइम लागेर यहाँ खुली पनि सक्यो यहाँ एक्सेलमा उता सिम्बल नम्बर चाहिँ डिफाइन भएन ठिकै छ हामीले सिम्बल नम्बर नराखौँला यो रोल नम्बर चाहिँ मिलाएको छैन यो डेटालाई चाहिँ कपी गरेर हाम्रो अघिको एक्सेलमा चाहिँ यो इन्डिभिजुअल लिस्ट अफ मार्कसिटमा चाहिँ हाम्रो सिरियल नम्बर पनि थियो है त्यो यता पेस्ट गरेँ मैले सिरियल नम्बर गरिदिएँ यो चाहिँ 1 2 त्यसैलाई 20वटासम्म लगाउनु पऱ्यो यो पनि रोल नम्बर 1 नै छ अहिले सेमै घरमा त्यो जेनेरेटरमा अलिकति भ्यालु राखेको चाहिँ मिलेन को रोल नम्बर मार्क्सहरू सबै आइरहेछ है अब यहाँ चाहिने भनेको के थियो के थियो टोटल भयो पर्सेन्टेज भयो रिमार्क्स हो र होइन यो त इन्डिभिजुअल भयो नि त पछि यो लिस्ट अफ स्टुडेन्टको मार्कसिट भयो अहिले पछि इन्डिभिजुअलमा चाहिँ त्यहाँ राम्रोसँग लेखौँ अहिले त हामीले डेटामा त चाहिरह नि त त्यो टोटल पर्सेन्टेज भयो अनि त्यसपछि ऱ्याङ्क गरौँ त्यसपछि ग्रेड गरौँ ग्रेड भनेको तिमीहरूको रिजल्टै भयो है सो यो चाहिँ मेरो टोटल भनेको अब इक्वल्स टु यो यति छ डिभाइडेड बाई अब कतिवटा छ त 1 2 3 4 5 5वटा सब्जेक्ट छ सो 5 गर्नु पऱ्यो अब 5 भनेको यो 500 गर्नु पऱ्यो टोटल ए त्यो होइन टोटल त टोटल मात्र भयो
फ्रमबाट त्यो रेन्ज मात्र भयो मेरो। ल टोटल यति भयो। सो यसलाई रिलेटिभ सेल डिफ्रेन्सिङ गर्दाखेरि अटोमेटिकली यो टोटल सेल डिफ्रेन्स भइहाल्छ। अब इक्वल्स टु टोटललाई चाहिँ पर्सेन्टेज निकाल्नलाई चाहिँ डिभाइडेड बाई 5 गर्नु पऱ्यो अथवा 500 इन्टु 100 गर्नु पऱ्यो। सो पर्सेन्टेज चाहिँ यति आयो है। सो पोइन्टमा नि एन्सर आइरहेछ, ठिकै छ। अब अघि म्यामले राउन्ड पनि गर्नु भएको होला। सो राउन्ड गर्नको लागि चाहिँ हाम्रो इक्वल्स टुको भित्र चाहिँ हामीले ROUND गरेर ब्राकेटमा यहाँ कमा लेखेर 0 लेख्यो भने चाहिँ यो पोइन्टको भ्यालु चाहिँ हट्छ। पछाडिको यो A2 भनेर आइरहेछ, यिनीहरू चाहिँ हट्छ। सो ल हट्यो। अनि अर्को भनेको चाहिँ अब ऱ्याङ्क छ। ऱ्याङ्कको लागि चाहिँ हाम्रो ऱ्याङ्क भनेको फर्मुला छ। सो ऱ्याङ्क भनेर फर्मुला छ एभाइलेबल फर कम्प्याटिबिलिटी रिटर्न्स द भ्यालु अफ। सो ब्राकेट अब ऱ्याङ्कको चाहिँ नम्बर भनेर गरिरहेछ, रिफरेन्स भनेर गरिरहेछ, अर्डर भनिरहेछ। सो नम्बर भनेको यसको, अनि अब हामीलाई यो पार्टिकुलर J2 मा भएको कोलमको चाहिँ यो पार्टिकुलर लिस्टबाट चाहिँ, सो यो पार्टिकुलर लिस्टबाट चाहिँ हामीलाई अर्डर एउटा अब असेन्डिङ अर्डर कि डिसेन्डिङ अर्डर हामीलाई चाहिने त अब डिसेन्डिङ अर्डरमा हो नि त, किनभने ठुलो मार्क्स आएको मान्छे चाहिँ ऱ्याङ्क 1 हो नि त। सो 0 भनेर लेखेँ। सो अनि अर्को एउटा फरक भनेको यो J2 भनेर मैले एक्सटेन्ड गर्दाखेरि यो J3 J4 भनेर हुन्छ। त्यही भएकोले चाहिँ यो J2 वाला चाहिँ एक्सटेन्ड भइराख्नु पर्यो, तर मेरो लिस्ट त एउटै हुनु पर्यो नि त। त्यो 20जना स्टुडेन्टको लिस्टबाट नै मेरो ऱ्याङ्क जेनेरेट गर्नुपर्ने हो नि त। सो एब्सोल्युट सेल रेफरेन्सिङ चाहिँ यो लिस्टलाई चाहिँ बनाउनु पर्यो। त्यही भएर डल्लो साइन राखिरहेको छु, इन्टर गरिदिएँ। सो 16 ऱ्याङ्कमा चाहिँ यो फर्स्ट नम्बरको स्टुडेन्टको डेटा आयो। यसलाई एक्सटेन्ड गर्दाखेरि ल मेरो ऱ्याङ्क 1 यो आइरहेछ, जसको चाहिँ 83 छ। सो ऱ्याङ्क चाहिँ यसरी इन्डिभिजुअलाइज गरेर आयो है। सो ऱ्याङ्क आइरहेछ। अब ग्रेड पट्टा लगाउनु छ भने ग्रेडको लागि के छ त, हाम्रो इफ भनेर युज गरिरहेको थियो नि त होइन। ग्रेडको लागि के युज गरे, इफै हो नि होइन। सो इफ यो पार्टिकुलर सेलमा ग्रेटर देन हाम्रो अघि 25 थियो जस्तो लाग्यो यसमा, 25 भने चाहिँ अर्को भनेको ग्रेडभन्दा अगाडि त यो रिमार्क्स चाहिने हो, तर ठिकै छ। पास र फेल रिजल्ट भयो, त्यसपछि ग्रेड हो होइन। त ठिकै छ। पहिला त्यो यो गरौँ न त, पहिला पास र रिजल्टको चाहिँ गरौँ, ग्रेड एकछिनमा निकाल्दा। पास भएको हामीले ग्रेड निकाल्ने हो नि त होइन। सो यो चाहिँ पहिला रिजल्ट भयो, सबै सब्जेक्टमा पास चाहिँ हुनु पऱ्यो पहिला। सो यसलाई चाहिँ म फर्मुला लेख्नुपर्ने भएकोले यसरी गरौँ है। नोटप्याड यसमा चाहिँ मैले यो फर्मुला राखेँ। यो फर्मुला मेरो यस्तरी हुनुपर्ने हो, अदरवाइज फेल। सो इफको क्वेसन चाहिँ यसरी गर्ने हो। अब तर मलाई इफको भित्र नि इफ चलाउनु पर्ने भएकोले चाहिँ मैले चाहिँ अब पहिला यो D2 मा यो चेक गर्छ, त्यसपछि अर्कोमा चेक गर्नु पर्छ। सो इफ यति राखेर मैले पर्सेन्टेजबाट गर्दा नि भयो, तर इन्डिभिजुअलाइज चेक गर्नुपर्छ नि त। सो अब यो D2 को ठाउँमा मेरो क्याप्सलक E2 भयो, त्यसै गरी यो F2 भयो, EFG अनि कतिसम्म छ, EFG Hसम्म है, Hसम्म छ ल। सो यता चाहिँ हाम्रो 35 थियो क्या, ठिकै छ। सबैलाई 25 बनाउँला उतातिर है। सो D2 चेक गर्छ, E2 चेक गर्छ। तिनीहरू चेक गरिसकेपछि चाहिँ हाम्रो तिनीहरू सबै करेक्ट छ भने चाहिँ हाम्रो पास हुने भयो, होइन भने चाहिँ यहाँ फेल हुने भयो लास्टमा। सो अब कतिवटा ब्राकेट खोला छ, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा, पाँचवटामा एउटा क्लोज भइसकेको छ। अब 1 2 3 4। सो यो चाहिँ राख्नु पऱ्यो फर्मुला। सो अब यो चारवटामा पाँचवटामा चेक गर्छ, सबैमा पास भइरहेछ। सो एक्सटेन्ड गर्दाखेरि अलरेडी पास आइरहेछ। अब एउटामा मैले यता 22 मात्र लेखेँ भने ऱ्याङ्क हट्यो, फेल आएन त, किन त ग्रेटर देन भनेर। सो यो चेक नगरेको रिजन चाहिँ यसमा चाहिँ अब यो इफवाला नगरिकन एन्डवाला लजिक युज गर्नुपर्ने हो है। हामीले चाहिँ इफवाला लजिक युज गरेर यसमा अब यही फर्मुलालाई चाहिँ के गर्नुपर्ने भन्दाखेरि इक्वल्स टु एन्ड गर्नु पऱ्यो, किनभने सबैमा पास हुनु पऱ्यो। सबैमा पास गरेपछि इफ यो D2
greater than 25 d2 greater than 25 कमा मात्र राखेर चल्छ d2 greater than 25 and गर्यो ओके इफ गर्यो यता एन्ड गर्यो अनि यो गरेपछि यो दुईटा कन्डिसन चेक गर्यो भने चाहिँ पास भयो एल्स फेल यो एक्चुअली फर्मुला मिल्छ कि मिल्दैन भनेर हेरौँ सो मिलिरहेछ है सो फर्मुला चाहिँ यो लाउनु पर्ने रहेछ त्यो मिस्टेकवाला फर्मुला रहेछ त्यो चाहिँ हाम्रो ग्रेडहरू जिपिए क्यालकुलेट गर्नको लागि चाहिँ युज हुन्छ सो यो ई भयो f2 greater than 25 यसैलाई पेस्ट गरौँ जीएस मात्र बनाउनु पर्यो सो है यता क्यापिटल एक्स भयो यता जी भयो सो यो फर्मुला चाहिँ हाम्रो यसरी भयो यहाँ लगायो यसलाई एक्सटेन्ड गर्यो बाँकी सबमा आउँछ एउटामा चाहिँ फेल भइरहेको छ सो यो भयो अब जिपिए अथवा ग्रेडको लागि चाहिँ यो लजिक चाहिँ चलाउनु पर्यो सो यहाँ चाहिँ अब यो पास नलेखिकन यो ग्रेटर देन D2मै सबै D2मै हुनु पर्यो एउटा त यहाँ अब कति छ ग्रेटर देन 90 गरौँ 90 भनेको ए प्लस अनि अर्को यो फेरि D2 ग्रेटर देन 90 भनेपछि 80 गरौँ 80 को चाहिँ ए भयो D2 ग्रेटर देन 70 गर्यो भने चाहिँ बी प्लस D2 ग्रेटर देन 60 भयो भने चाहिँ बी भयो D2 ग्रेटर देन अब 60 पछि 50 भयो सी प्लस अदरवाइज फेल 50 भन्दा कम आयो भने फेल दिनु अब यो चाहिँ ग्रेडको लागि भयो है यो ग्रेडको लागि यो फर्मुला चाहिँ यहाँ राखौँ ल सो फेल आइरहेछ किन फेल आयो त यहाँ एउटामा फेल छ त्यही भएर फेल आएको सबै सब्जेक्टमा चाहिँ पास हुनु पर्यो त्यसपछि मात्र जिपी आउँछ होइन भने फेल ल सो सबै सब्जेक्टमा पास रहेनछ त सो रहेनछ त 36 ग्रेटर देन त्यो आएको रहेनछ ए ओके ओके मिस्टेक एउटा मिस्टेक भयो है मैले यता फेल लेख्नुको ठाउँमा चाहिँ यो सी ग्रेड मात्र बनाइदिउँ न हो अनि यो फर्मुला पनि नोटप्याडबाट यतै राखौँ फर्मुला धेरै छँदैछ है अब यहाँ चाहिँ अब इन्डिभिजुअललाई मार्क्सिट जेनेरेट गर्नु पर्यो है पहिला त यो कलेज नेम स्टुडेन्ट नेम आफै आउनु पर्यो रोल नम्बरको डेटा भ्यालिडेसन गर्नु पर्यो डेटा भ्यालिडेसनलाई रोल नम्बर यो सेलेक्ट गरेर यता डेटा भन्ने ट्याबमा गएर यता यो के भन्छ डेटा टुलमा डेटा भ्यालिडेसन भन्ने छ डेटा भ्यालिडेसन सेलेक्ट गर्यो भने यहाँ अप्सन आउँछ यहाँ लिस्ट सेलेक्ट गर्ने किनभने हामी रोल नम्बर त हाम्रो लिस्टमा हुन्छ सोर्समा क्लिक गर्ने अनि यो क्लिक गरिसकेपछि हामीले यता यसलाई यस्तो गरेर यता अर्कोवाला सिटमा चाहिँ क्लिक गर्ने लिस्ट अफ मार्क्सिट जहाँ छ त्यहाँ जाने हो यहाँ चाहिँ हाम्रो रोल नम्बर 1 देखि 20सम्म सेलेक्ट हुन्छ सो मैले सेलेक्ट गरेँ सो मेरो लिस्ट अफ मार्क्सिट भन्ने सिटमा सेल नम्बर B2 देखि B21 सम्म सेलेक्ट भयो लिस्ट त्यसपछि ओके गरिदिएँ सो मेरो यता 1 देखि 20 सम्म चाहिँ सेलेक्ट गर्नु तर अहिले नै चाहिँ सेलेक्ट गरि नहाल्ने किनभने पछि इस्यु आउँछ यो कम्प्लिट प्रोसेस होइन अब यसको लागि अब भिलुको युज गरेर नेम भिलुकोबाट तान्नु मिल्छ भिलुको फर्मुला यसलाई चाहिँ भिलुको भ्यालु भनेको रोल नम्बर भइहाल्यो अनि त्यसपछि टेबल एरे भनेको मेरो लिस्ट अफ मार्क्सिट भनेको यहाँदेखि मेरो टेबल एरे सेलेक्ट हुन्छ यतासम्म सो यता अलरेडी त्यसमा स्टोर भइसकेको छ सो यता सेलेक्ट भइसकेको छ त्यसपछि ब्र्याकेट कमा अनि यसमा एउटा मिलाउनु पर्ने भनेको चाहिँ यो नमिलाउँदा नै हुन्छ ठिकै छ यसलाई चाहिँ फिक्स गर्न मात्र खोजेको हो यसरी डलर साइन राखेर यो राखे नि भयो नराखे नि भयो किनभने पछि अर्को गर्दा पनि त्यही फर्मुला कपी पेस्ट गर्नुपर्छ त्यसपछि अब हामीले कोलम इन्डेक्स चाहिने भनेको नेम भनेको कोलम नम्बर 1 2 3 4 सरी 3 नम्बरमा छ सो त्यही भएकोले यहाँ 3 लेख्नु पर्यो यो यता यसलाई हटाएर यसलाई यहाँ 3 लेखेँ त्यसपछि 3 लेखिसकेपछि अब ट्रु अर फल्स हुनेछ हामीलाई चाहिँ एक्ज्याक्ट म्याच चाहिन्छ सो फल्स अथवा 0 राख्ने भयो सो यो भयो सो अहिले चाहिँ यता एनए आइरहेको छ यो फर्मुला मिलेन 0 राखिदिएँ मैले फल्स 0 भनेको फल्सै हो सो यति राखेँ यति आइरहेको छ अब यही फर्मुलाहरू चाहिँ मलाई चाहिँ अरू ठाउँहरूमा पनि पेस्ट गर्नु पर्यो कपी गरेँ मैले कपी गरेँ मलाई अब यो क्लास रोल नम्बर यिनीहरू त छैन यिनीहरू अहिलेलाई हटाइ नै दिएँ ऱ्याङ्कमा मैले पेस्ट गर्नु पर्यो तर ऱ्याङ्कको फर्मुला चाहिँ यता 3 को ठाउँमा मेरो कुन चाहिँ कोलममा छ जे भनेको 10 के 11 नम्बरको कोलममा छ
सो यहाँ मैले यो यता लेख्दाखेरि यो एक्स्ट्रा भएछ है। यहाँ पेस्ट गरेँ, मेरो यहाँ 3 को ठाउँमा चाहिँ 11 बनाइदिनु पऱ्यो। ओके, अनि यहाँ अब अब्टेन मार्क्स पनि अब मेरो यहाँ 4 देखि छ है त। सो यसमा चाहिँ मेरो यसलाई चाहिँ 3 को ठाउँमा 4 बनाइदिनु पऱ्यो। कता पर्सेन्टेजमा हाल्दा भन्नाले कस्तो 4 5 6 त्यो एन्ड इफ गर्ने होइन, इफ र एन्ड गर्ने होइन त फर्मुला। इफ बाहिर राख्ने त्यही भएर है। 7 ल ल दादा आउँछ यहाँ पनि सक्यो त 9 ल सकिहाल्यो। 11 भनेपछि यो 11 हो कि 12 मा हो। सो अब मैले यता सिम्पली मैले अब यो डेटा भ्यालिडेसन गरेको सेलमा चाहिँ मैले कुनै एउटा भ्यालु दिनुपर्छ, सेलेक्ट गर्नुपर्छ, त्यही अनुसारले मेरो सबै डेटा चाहिँ आउनु पऱ्यो। मैले फो गरेँ, मैले यता फो गरेर इन्टर गरेँ, आएन त किन आएन। 0 को पनि एउटा मार्क्सिट 3 4 भनेर लु पनि त हो। एकचोटि फेरि यता गरौँ है त, डेटा टुल डेटा भ्यालिडेसन 0 को पनि हटाइदिउँ नि, डलर हटाइदिउँ एकछिन। हो प्योरै निकालेको अहिले पनि आएन है। यसलाई चाहिँ डेटा भ्यालिडेसन फेरि गरौँ, डेटा भ्यालिडेसन गर्नु नै दिएन त। 1 2 3 4 4 5 6 7 8 8 भयो। त्यसपछि 9 10 11 नेमको लागि भयो 4 5 यो चाहिँ मैले अघि फर्मुला लेखेको भयो। यो चाहिँ अब यो फर्मुला किनभने मैले अघि मेरो यो पार्टिकुलर कोलमहरूमा त यो सब्जेक्टहरूको थियो नि त, त्यो सब्जेक्टहरूको मैले फर्मुला पहिला एडिट गरेपछि मैले लेखेँ, त्यसपछि यो आएको भयो है। र यता 11 मा भनेको यो मिलेन क्या हो 4 5 6 7 8 ठिकै छ, 9 बनाइदिनु 9 सम्म छ र 9 सम्म त होइन रहेछ त, 8 रहेछ त मिलेन होइन होइन त्यो एउटा कोलम बढी भएको छ, नेपालीको मैले गरेको थिएन, उता 5 वटा मात्र सब्जेक्ट थियो नि होइन, यति भयो ल। अर्को भनेको ग्रेड भनेको छ, ग्रेडको लागि मेरो 11 मा जस्तै लाग्यो होइन, ग्रेडको लागि 11 मा त होइन, ऱ्याङ्कको लागि चाहिँ 11 मा थियो। सो मैले यहाँ इक्वल्स टु गरिदिएँ, त मेरो ऱ्याङ्क 20 हो, यो 1 हो। अनि यसको लागि चाहिँ यो ग्रेड भनेको चाहिँ कति आयो भनेर फेरि के भयो 11 होइन 12, 12 मा चाहिँ ग्रेड फेल आयो, किनभने 12 मा ग्रेड फेल होइन क्या, 13 मा हो, 13 मा आउनु पनि। यहाँ रिजल्ट पनि एउटा लेखौँ, रिजल्टमा चाहिँ 12 हो क्या, रिजल्ट चाहिँ 12 मा छ। यसरी चाहिँ अब यो फर्मुला सेभ गरेँ मैले, यता मैले यसलाई मेरो यो सबै भिलोको गरेर आएको हो। सो यहाँ टेबल नम्बर 4 मा छ, सो यो 1 2 1 2 3 4 कम्प्युटरको 4 5 6 7 8 8 सम्म थियो नि त। सो ऱ्याङ्क सबै है यता 4 5 6 7 8 गरी आइरहेको छ। यो चाहिँ मेरो 8 को थियो, यो चाहिँ मेरो 7 को थियो, 6 5 4। सो एउटा मार्कसिट चाहिँ यसरी बनिरहेको छ, यो ऱ्याङ्क आइरहेको छ, यो आइरहेको छ। अब मलाई यो फेल, यो त फेल भएको अन्त होइन, फेल भएको। अब यता मैले 6 को सेलेक्ट गरेँ भने मेरो अर्कै आइरहेको छ। यो चाहिँ अघि डेटा भ्यालिडेसन गरेको हो, यसलाई चाहिँ हटाइदिउँ ल। स्टुडेन्ट नेम 2 किन आइरहेको छ, यता 4 होइन कि मेरो यता 3 मा थियो नि त, 3 मा नेम थियो होइन र, P6 बेस 1 1 2 3 2 हो र होइन, पोइन्ट्स किन आइरहेको छ।
ए यता नाममा चाहिँ हाम्रो नाम भनेको टेक्स्ट हो नि त, टेक्स्टमा चाहिँ हाम्रो एक्ज्याक्ट म्याच हुन्छ नि त, त्यो पनि आएन। के भयो? इक्वल्स टु यो गरेँ, अनि यो कोलनको ठाउँमा चाहिँ मैले हाम्रो सिरियल नम्बर थियो, रोल नम्बर थियो, त्यसको नेम थियो, 3 हो नि त, त्यो आयो होला, नेम चाहिँ आयो होला। त्यो यो सेललाई चाहिँ हामी डिलिट गरिदिउँ, त्यो सेल लेफ्ट गरिदिउँ, लेफ्ट नगरौँ, यो डेटा भ्यालिडेसन रिमुभ गर्नुपर्ने, यता डेटा टुमा गएर रिमुभ गर्नु, रिमुभ क्लियर डेटा भ्यालिडेसन, यतिकै चाहिँ यति चाहिँ भयो। यसलाई यस्तो गरौँ न, कन्ट्रोल एक्स गरौँ, क्यापिटल भी गरौँ, यो एउटा सेललाई चाहिँ रिमुभ गरिदिउँ, यता भइहाल्यो, अनि यसलाई ल भइहाल्यो, पास भनेर आयो त। हामी यस्तो गरौँ, कन्ट्रोल जेड गरौँ, आउन त आयो, यता एउटा सेल इन्सर्ट गरिदिउँ र अब चाहिँ खेलौँ, रिजल्ट पास यसो आइरहेको छ है। ल हाम्रो यसरी चाहिँ मार्कसिट हुन्छ। सो यति चाहिँ तिमीहरूको यो भिलुकप र यो मार्कसिटको फर्मुलाहरू चाहिँ यहाँ छ है, यो सबै फाइलमा यहाँ देखिरहेको छौ, 8, 11, 13 भनेर। ल सो दिस इज हाउ यु क्रिएट अ मार्कसिट। एउटा ऱ्याङ्कको फर्मुला छ, त्यो जस्तै छ, ऱ्याङ्कको फर्मुला यहीँबाट कपी गरौँ, ऱ्याङ्कको फर्मुला चाहिँ यो छ, त्यो नोटप्याडमा पेस्ट गर्छु म। ल यति हो है त एक्सेल। अब यसलाई चाहिँ ल्याब रिपोर्टमा त्यो एउटा एज अ टास्क, मार्कसिट टास्क, भिलुकप टास्क भनेर डिफिनेसन र स्टेप युज गरेर चाहिँ गर्ने हो है त। यो चाहिँ म अपलोड गरिदिन्छु।